नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नक्सालमा क्यानभासमा मेलुङ कला प्रदर्शनी 2082मा दोलखाको मेलुङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र स्थानीय जनजीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। प्रदर्शनीमा पत्रकार जीवन लामाले विभिन्न समयमा कैद गरेका मेलुङका महत्त्वपूर्ण तस्बिरसँगै विक्रम तामाङ लगायतका कलाकारहरूले क्यानभासमा उतारेका चित्रहरू प्रदर्शनमा राखिएका थिए। मौलिक शैलीमा तयार गरिएका ती कलाकृतिले मेलुङको पहिचान, संस्कृति र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। मेलुङ गाउँपालिकाको पर्यटकीय क्षेत्र, विशेष गरी धार्मिक क्षेत्र र त्यहाँका मुख्य समुदायहरू, धर्म, संस्कृति, भूगोल, विशेषतः खेतीपाती, यी सबै मेलुङ गाउँपालिकाको वास्तविक अवस्था के हो भन्ने कुरालाई चित्रकला मार्फत देश विदेशमा चिनाउनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। प्रदर्शनीले मेलुङको कला, संस्कृति र पर्यटनको सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने विश्वास गरिएको छ। कला पारखी विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूको उल्लेखनीय सहभागिताले प्रदर्शनी थप आकर्षक बनेको छ। क्यानभासमा मेलुङ प्रदर्शनीले गाउँपालिकाको प्राकृतिक सौन्दर्य, कला, संस्कृति र पहिचानलाई देशभर चिनाउन सहयोग पुर्याउनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रबन्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने पालिकाले विश्वास लिएको छ। पर्यटकीय गन्तव्यहरूको पहिचान गर्ने, चित्रकलाको माध्यमबाट बाहिर ल्याउने र पर्यटकहरूलाई मेलुङ गाउँपालिकामा आउनका लागि त्यो ठाउँहरू चिन्न सजिलो होस्, त्यो ठाउँ पुग्न सजिलो होस् भनेर बृहत्तर तरिकाले पर्यटकीय क्षेत्र घोषणा गर्ने सम्भावना पनि भएको हुनाले त्यो ठाउँमा पर्यटकहरूलाई आकर्षित गर्ने चुनाएको छौँ। र यो चित्रकलामा हामीले राखेको धेरै कुराहरू छन्। त्यसमध्ये हलिनी ढुङ्गा भन्ने छ, एउटा औँलाले मात्रै हल्लाउन सकिने। त्यसपछि गाईपुरा महादेव भयो, विशेष सैलुङ छुट्याएको छ, सैलुङ छ। त्यसपछि काकेलिङ धर्मद्वार पुरानो धेरै अगाडि, शताब्दी अगाडिको लगायत त्यहाँको स्थानीय संस्कृतिहरू, स्थानीय संस्कारहरू, जात जातिले अहिलेसम्म गर्दै आएका कामहरू, कृषि उत्पादन हुने क्षेत्रहरू, यी सबैको चाहिँ पहिचान होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको। कला केवल सिर्जनाको माध्यम मात्र नभई स्थानीय इतिहास, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्ने सशक्त माध्यम पनि हो। यस्ता प्रदर्शनीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्नुका साथै मेलुङलाई कला र पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।